नयाँ कुरा आयो है साथीहरू, बाघ मार्न पाउनुपर्छ अरे, बाँदर मार्न पाउनुपर्छ अरे। बाघ मार्न पाउनुपर्छ, बेच्न पाउनुपर्छ, त्यसको चाहिँ व्यापार गर्न पाउनुपर्छ। आज नेपाललाई चाहिँ 100-150 बाँदर बाघ भई पुग्ने ठाउँमा 500 बाघ पुगिसके। आज बर्दियामा दैनिक रूपमा बाघले मान्छे खाएको छ। म अनुरोध गर्न चाहन्छु, जसले बाँदर बाघ मार्न पाइन्न भन्छ नि, त्यो मान्छे गाउँमा गएर बसेर देखाओस् त। हिम्मत छ बर्दियाको राष्ट्रिय निकुञ्जको छेउमा एउटा छाप्रोमा गएर 1 हप्ता बसेर आओस् त। उसको छोराछोरीलाई बाघले खायो भने बल्ल थाहा पाउँछ कि बाघ मार्न हुन्छ कि हुन्न भनेर। काठमाडौँमा बसेको छ, विदेश घुमेको छ, त्यहाँ गएर दिनभरि जनावरको वकालतको कुरा गर्छ, रातभरि रेस्टुरेन्टमा गएर मासु खान्छ। त्यसले चाहिँ ठुला आदर्शका कुरा गरेको छ। त्यसै हामी यसमा प्रश्न छौँ। बाँदर, बँदेल, दुम्सी लगायतका चिजहरू ठिक छ, नमार्ने बेच्ने जिम्मा लिन पर्यो नि। होइन भने फेकोफोनले हामीले जिम्मा लिन्छौँ। सरकारले भन्न पर्यो। अब सरकारले सेना र पुलिसलाई बाँदर मार्ने जिम्मा दिनुपर्छ। हामीले यो भनेका छौँ। किन भन्दा आज गाउँ खाली भयो भनेर एकातिर भाष्य निर्माण गर्ने, आज हाम्रो उत्पादन घट्दै गएको छ। आज हामी खाद्यमा चाहिँ परनिर्भर हुन थाल्यौँ। के कारणले भन्दा एउटा मुख्य कारण बाँदर, बँदेल, दुम्सी लगायतको, भालु लगायतको चिज हो नि त। त्यस कारण यसमा चाहिँ हाम्रो क्लियर छ। बाँदर मार्न पाउनुपर्छ, पक्रिन पाउनुपर्छ, बेच्न पाउनुपर्छ, व्यापार गर्न पाउनुपर्छ। बाँदर लगायत सबै चिज जङ्गली जनावर